हेलो गाइस, हामी चाहिँ आज चटपटे खान जाँदैछौँ रात परिसक्यो। हामी अघि जाउँ भनेको खै के गर्छ मुना ढिलो गर्छ। अनि हामी चटपटे खान जाँदैछौँ पर हवाई चोकसम्म। भोक लाग्यो, त्यही भएर घरमा पकाइ खानु पर्ने खानु अल्छी लाग्छ। यहाँदेखि चाहिँ हामी उता जाने। हामी कहाँ हिँडेको रे? हवाई चोकको चटपटे खानु जाँदैछौँ। हामी चाहिँ पुग्न आँट्यौँ है चटपटे पसलमा। चाहिँ यसलाई चाहिँ यो चोकलाई चाहिँ हवाई चोक भन्छ। हामी चाहिँ पुग्नु आँटेको छौँ। हामी चाहिँ चटपटे पसलमा आइसकेर नि चटपटे बनाउनु लगाउँदैछौँ। यहाँ चाहिँ दुईजना गफ ठोक्दैछन्। हामी चाहिँ पर्खेर बसिरहेको छु। चटपटे के खाने अरे? झारमुरी लबर। यहाँ चाहिँ हाम्रो आन्टीले चाहिँ मिठो चटपटे बनाउनुहुन्छ, त्यही भएर हामी चाहिँ यहाँको खानालाई यहाँ चाहिँ चटपटे आइसक्यो। हाम्रो आन्टीले दिँदै हुनुहुन्छ हामीलाई। हामी चाहिँ अब खाना रेडी भएको। चटपटे लबर कस्तो मिठो स्मेल आयो। चटपटे खै यहाँ ल्याउ न, यसो देखाउँ। चटपटे चटपटे मिठो बनाउनुहुन्छ है यहाँ आन्टीले चाहिँ आउँदा हुन्छ। पानीपुरी पनि अर्डर गरेको थिएँ, फाइनल्ली आइसक्यो है हाम्रो चाहिँ पानीपुरी पनि। यहाँ चाहिँ उता खै लाइभ बसिरहेछन्। अब हामी पानीपुरी खाने। आउनुहोस् साथीहरू पानीपुरी खाना। पानीपुरी चटपटे मिठो लाग्यो। मिठो भयो तर ओभर मिठो। हामीले चाहिँ फाइनली चटपटे खाएर फर्किँदैछौँ। हामी चाहिँ चटपटे खाएको, पानीपुरी नि खाएको, आइसक्रिम नि खाएको। तर पानीपुरी चाहिँ ओभर पिरो भयो मलाई, त्यही भएर आइसक्रिम खाइदिएको। कस्तो भयो चटपटे मुना? मिठो मिठो। हामी त जहिले डेली यहीँ आउँछौँ प्रायः चटपटे खान, कि त घरमै बनाएर खान्छौँ। अरू ठाउँ चाहिँ त्यति जान्दिनँ। ल हाम्रो भिडियो चाहिँ फुल वाच गरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिन चाहिँ नभुलिदिनु होला। थ्याङ्क यू सो मच।